यहाँ अब टिका सिका लगाएर यहाँ हाई गरिदेऊ त यहाँ हाई गरिदेऊ यहाँ यहाँ नाति टक्क टिका सिका लगाइसकेर ल खोला खोला अब यहाँ नातिलाई गिफ्ट खोल्दैछन् नाति आइगेट टिका लगाएर भ्याइसकेर टक्क तर ज्ञानी छ मान्छे चाहिँ ल ल टक्क टक्क अब नातिले चाहिँ अब गिफ्ट हेर्दैछ है टक्क ल ल च्यातम 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 ल ल ल अब यताको ल नातिले टक्क यता हो यस्तो हो त्यस्तो यता यहाँ यहाँ यो ल ल नातिले गिफ्ट चट्ट अब है खै टाले हो क्या यस्तो है टालेर चाहिँ नाति ल ल है वा 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 गिफ्ट है ल नाति हतारमा छ एकदम एक्साइटेड होइन नातिलाई हतार छ एक्साइटेड ल म पनि हेल्प गरिदिन्छु ल नातिलाई वा ल नाति हतारमा छ ल ल ल ल ल ल ल नाति हो ल ल ल नाति एकदम एक्साइटेड है हाम्रो नाति चाहिँ है गिफ्ट खै खै यहाँबाट हेरौँ त एकैछिन यहाँ बाहिरबाट ल देखाऊ त यता यहाँ देखाऊ यता हेर त वा गाडी अब त्यसलाई उसको पालो अब यसलाई खोल्दैन नाति एक्साइटेड छ है ल ल ल ल अर्को गीत फेरि बाबा भनेर बाबातिर गइसक्यो हामीले यहाँ छौँ रिमोट त्यहाँ भित्र छ जस्तै हो आज यहाँ भइन्छ भोलि कता जिन्दगीले कता कता डोराउँछ कता कता हिँड्नुपर्छ होइन समयको खेल हो आफूले भने जस्तो हुँदैन भने जस्तो हुँदैन त मलाई करोडपति बन्नु मन लाग्यो है के गर्ने करोडपति बन्नु हुँदैन किस्मतले कता कता लैजान्छ कता साथीलाई भुल बाटोबाटै छुट्याउँछ भने भुल बाटोमा भेटाउँछ भने त्यही बाटो भएर एक्कासी छुट्याउँछ त्यो यात्रा चाहिँ एकदम रमाइलो लाग्छ ल नातिले है चट्ट त्यहाँ गिफ्टलाई नातिको गाडी त खतरा रहेछ क्या अरे ए नाति ल त्यहाँ फेरि खतरा आलो बाइक हिँड्दैछ टक्क त्यो पल चाहिँ अलि अवश्य नै नरमाइलो लाग्छ तर आज संयोगवश हाम्रो नातिको बर्थडेले गर्दा सबैलाई भेटघाट गराएको छ भन्नु पनि समयले सायद होइन एकदम यो समय हुनेछ मेरो प्रफुल्ल छु एकदम आफैमा